अमेरिकाले फिफा विश्वकप 2026 को दर्शकलाई भिजा फास्ट ट्र्याकबाट दिने बताइएको छ। अमेरिकी विदेश मन्त्रालयले बताए अनुसार विश्वकपको टिकट भएका व्यक्तिहरूलाई प्राथमिकताको साथ भिजा अन्तर्वार्ताको अपोइन्टमेन्टहरू पाउने सिस्टम लागू गरिँदैछ। योग्य भएको दर्शकले सजिलै भिजा पाउने अमेरिकी विदेश मन्त्री मार्को रुबियोले बताएका छन्। त्यसैले यदि तपाईँहरू पनि अमेरिकामा आएर प्रत्यक्ष रूपमा फिफा विश्वकप 2026 हेर्न चाहनुहुन्छ भने आजै टिकट बुक गरेर आवश्यक भिजा प्रक्रियाहरू पुरा गर्नुहोस्। सन् 2026 को जुन 11बाट सुरु हुने फिफा विश्वकपको 23औं संस्करणको खेल संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको गरी पहिलो पटक 3वटा देशले संयुक्त रूपमा आयोजना गर्दैछ। 39 दिनसम्म चल्ने यो संस्करणमा पहिलो पटक 32बाट वृद्धि भएर 48 टोली सहभागी हुनेछन् भने कुल 104वटा खेल खेल्नेछन्। फिफाले बताए अनुसार यी खेलहरूको लागि 60 लाख टिकट बिक्री गरिनेछ। यसअघि सन् 2022मा कतारमा सम्पन्न फिफा विश्वकपको 22औं संस्करणको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वकप 2022 को उपाधि जितेको थियो।